Hi everyone, welcome back to my new video, new vlog, new day, new vlog. So आज चाहिँ कहाँ जान्छु भन्दाखेरि चाहिँ आज मेमिनी भएको चाहिँ मुकबाङ गरे गाइस हो। हिजोदेखि श्रेयाले चाहिँ मुकबाङ गर्ने भनेर हैन। अन्त आज चाहिँ जान्छ म श्रेया र खुसी एन्ड मलाई चाहिँ गाइस केही खानु मन छैन हैन। त्यो बेलुका फ्यान खोलेर सुतेको थिएँ कि घाँटीमा चाहिँ थ्रोट हो कि के अड्किरहेको छ, खकर अड्किरहेको छ, निकाल्दा पनि निक्लेको छैन हैन। एन्ड मलाई चाहिँ गाइस जस्तो भयो नि अब यहाँ घाम लागिरहेको छैन तर मलाई हेभी गरम भइरहेको छ, जाडो भइरहेको छ हो। एन्ड आज चाहिँ श्रेयाको जुन अब त्यो खाने बानी पुरा गर्न जाँदैछु गाइस। अब त्यो पनि त्यसकैबाट 500 लिएर जाँदैछु गाइस म हैन। एन्ड म चाहिँ गाइस किन गएको भन्दा मलाई चाहिँ लाफिङ पुरा मन पर्छ नि त्यहाँको, अनि त्यही गएको होइन। हामी चाहिँ म चाहिँ लाफिङ खाने गएको, तिनीहरू चाहिँ अब त्यो एक खानेहरू हो, अन्त लाफिङै खानेहरू अरू चाहिँ। अन्त श्रेयाको फेभरेट कोल्ड ड्रिङ्क्समा चाहिँ बबल टी आउँछ, त्यो खान्छ त्यसले होइन। अनि त्यो गएको आज चाहिँ होइन। अन्त कति दिनमा आज हिमा पनि घर गयो होइन, माया लागिरहेको छ अब। र पनि अब के भन्नु होइन, ठिकै छ। अनि यहाँ दुईजना के भन्छ जस्तोहरू भन् के चाहिँ बबल टी कफी नै छ, बबल टी त ठिकै हो। इट्ठामा मैले ओरिजिनल इट्ठो हुन्छ होला हो। यसले चाहिँ ओरिजिनल उयो बबल टी चकलेट खानु पर्यो म। कफी नै आइदिएको थियो, कफी नै आइदिएको थियो नि। त्यो पनि अब हामीले त्यो यस्तो प्याकेट किनेको चाहिँ यो र म त स्क्याम भएको बबल टीमा यत्रो पटको त्यो त्यो के भन्छ त्यो चकलेट मात्रै घोलेको भयो है। चकलेट र कफी घोलेर दिएको जस्तो मात्रै। यहाँ चाहिँ हामी हिँडेर जानु होइन सब मेन जानु त कहाँ भन्दाखेरि चाहिँ गाइस किम्ची घर हो होइन। अस्ति लुगाहरू गइसक्यो त्यो त है। हामीले त चिन्छ हामी त त्यहाँको पर्सनल गएकै भइसक्यो होला त। सो गाइस हेर्दै गर्नु होला। एन्ड गाइस मेरो चाहिँ गाइस के भन्छ अब भिडियोज हाल्यो नभन्ने क्या, अब रातो रातो हुन थालिहाल्छ कि डेली हाल्नु पर्दो रहेछ, मलाई थाहै थिएन होइन। अनि मैले दादा सोधेँ किन रातो भएको भन्दाखेरि चाहिँ होइन अब त्यो सबै घर छ नि त, अब इङ्गेजमेन्टहरू सबै होइन। अनि त्यस्तो घर नहोस् भनेर चाहिँ डेली एक्टिभ बस्नुपर्छ अरे, एउटा नै भिडियो हाल्नुपर्छ अरे। एन्ड दिनमा 2-3 भिडियो चाहिँ इट्स मेन्डेटरी अरे। अब त्यस्तो त मेरोमा भिडियो नै हुँदैन गाइस हो। अब डेली त्यो कइन खाएको त के हो होइन, मजा आउँदैन नि त। के अरे पैसा पुग्छ कि पुग्दैन। यसले चाहिँ हिजोदेखि क्यालकुलेट गर्दै थियो कति हुन्छ भनेर। गाडी भाडा पनि तिर्नु त्यस्तो खाएरै पैसा वेस्ट गऱ्यो भने चाहिँ गाइस हामी छिटै गरिब हुन्छ। भनेको 900 छैन। सो गाइस एकछिनबाट भेट 900 कस्तो अरे गेट खोलेर गाइस। सो गाइस फाइनली हामी चाहिँ आइपुग्यो किम्ची घर होइन। मेरो अनुहार माग्नु आउँछौँ यहाँ यहाँमा होइन। उसले चाहिँ मिनी होइन एम्बियन्स चाहिँ गाइस त्यस्तो दामी छैन। एम्बियन्स गाइस दामी अप्सन दिएर यसलाई अप्सन बेसी भएर खुसीलाई तर चाहिँ मुखबाङ गरेको अरे हो। यसको चाहिँ दामी छैन नि। कुन चाहिँ चिनी खानु, कुन चाहिँ चिनी खानु मन लु तेरो चोइस कुन चाहिँ। के खेल्नु गेम खेल्नु हो त्यसै गरी सो गाइस मुखबाङ होने वाला है हमारा। मुकबाङ में क्या होगा गाइस, खाली पेट आए गाइस, खाली पेट। पर गाइस मुझे कुछ खाने का मन है। गाइस अहिले चाहिँ म आइसकेको छु, गेम खेल्दैछु हामी चाहिँ गाइस। भिडियो बनाउँदैछु र पनि अब खाइहाल्छ पहिला गेम खेलिहाल्छ त्यस्तै खाने होइन गाइस। अब पहिला गेम खेलिहाल्दैछु खाने गाइस। सो गाइस अब झन् गेम पनि खेल्छ कि होइन। अन्त हामी चाहिँ पनि सही छ होइन। अब चाहिँ हामी खाना दिएको गाइस। यहाँ चाहिँ छ मेरो ल्याफिङ, यहाँ मोमो चाहिँ यो पनि खायो किन ग्यासको भुँडी सानो छ नि त। के अरे मुखबाङ we are going to eat मोमो। सो गाइस हामी त्यस्तो गऱ्यो होइन। यसको पनि भिडियो गर्दैछ, अन्त खुसीहरू पनि गर्दैछ। अनि त्यो भिडियो चाहिँ मिक्स गरेर हाल्यो हामी होइन। यहाँ चाहिँ मोमो लाफिङ, यहाँ चाहिँ छ मेरो लाफिङ। फर्स्ट गाइस लाफिङ खायो ल।
त हाल्नु त पोस्ट टाइपको आइज यता बैबी यतापट्टि आइज न भन्न आउँछ झन्डै उल्टा पारेको छ क्यामेरा बबल टी म पैसा खाने हो मलाई कस्तो होला होइन गेममा पनि भएर होला नेक्कै भएर पनि होला मलाई ए भर्खर हुनु मन त कोइन खेला जस्तो laughing guys खाइदियो तिमीले खादिनँ ल म स्वादमा राखिदिन्छु भाइ सब्जी त्यस्तो हुन्छ बेसी बोला बेसी मासु भयो बेसी हुन्छ यो चिप्लो छ नि त यो फर्स्ट मुकबाङ चाहिँ हामीले रेस्टुरेन्टमा आएर गरेको है कस्तो बनायो एकपल्ट चाख्दा त्यो जित्दाखेरि भए चाहिँ म जित्दैछु तर मैले बजारमै जित्थेँ पानी हाल्नु पहिला राम्रो के गर्नु आपसे का है ना मुकबाङमा कहिले आरामले खाँदैन हुँदैन त्यस्तो हुँदै मान्छे त्यस्तो कसले कसलाई भनेको जसले सक्न सक्छ फर्स्ट कसलाई भनेको तैँले अब गाइस मेरो जब त हस्छु त अन्त म बाहिरको काम सक्छु मेरो भनेको कस्तो मन
रिसाउँदैन कोलेर बनाएको हो जुन चाहिँ मन परेको तेरो गर्छ यो निकाल्छु नि म बटर लाग्छ Basta guys, ini semua sampai nggak ada. Mana artis pak? Ini artis boleh? Dia mana? Ini tuh cari. Main jalannya kita kita. Pas main jalannya sampai dari mana? Ini mah modelan tuh custom mau. Eta tahu sudah. Tiga jauh. Dùng lòng chặt thế này. Cảm thấy giỏi đấy quá nhỉ?